ल हेर्नुहोस् है साथीहरू, आज चाहिँ म जहिले पनि पाटन दरबार भनेर घुम्न चाहिँ गइन्थ्यो। तर आज चाहिँ म अब यसो सम्झनाको लागि पनि भइहाल्छ त नि भनेर चाहिँ अनि एउटा मेमोरेबल रिकभरको लागि चाहिँ मैले सानो भिडियो पनि बनाएर तपाईँहरू सामु पनि प्रस्तुत गर्न गइरहेको छु। भिडियो कस्तो लाग्छ जस्तो लाग्छ साथ सपोर्टको अपेक्षा राख्छु। ल हेर्नुहोस् है, अहिले चाहिँ यस्तो रहेछ है पाटन दरबार। यो चाहिँ ललितपुरमा पर्छ। कोहीतिर बन्दै रहेछ। यो चाहिँ हामी आएको बाटो है, यो मूल बाटो हो यो। र यसरी यो कुन अब मन्दिर हो यो मलाई चाहिँ थाहा छैन। तपाईँ आफैले चाहिँ बुझ्नु होला। मलाई चाहिँ त्यति यो मन्दिरहरूको बारेमा त्यति थाहा छैन। तर घुम्न चाहिँ पहिले पनि आइराखिन्थ्यो, घुमेर गइन्थ्यो। तर त्यसरी चाहिँ ल यहाँ छेउमै यस्तो चाहिँ पानीको कुवा पनि देख्न सकिन्छ। यो चाहिँ पानी आएको रहेछ। ल हेर्नुहोस्, यो परम्परागत पहिले पारामा अब यस्तो खालको कुवाबाट पानी खाने चलन थियो अरे, अहिले पनि रहेछ, देख्न सकियो। ल हेर्नुहोस्, अब त्यहाँ सिद्ध्याएर फेरि हामी चाहिँ लाग्यो हामी गौशालामा रहेको यो नेपालकै सबैभन्दा हिन्दू धार्मिक ग्रन्थ अनुसारको सबैभन्दा ठुलो देवता भनेर हामीले पशुपति भगवान् पशुपतिनाथलाई हामीले चिनिन्छ। अब उहाँको अब दर्शन गर्न पनि एकपटक गइहालौँ न भनेर हामी चाहिँ लाग्यौँ है। ल हेर्नुहोस्, उहाँ अगाडि गएको मेरो भाइ हो। र यतापट्टि र म चाहिँ भिडियो बनाउँदै पछाडि लखरक आफ्नै पारामा आइरहेको छु। ल हेर्नुहोस् है, यतापट्टि मेरो यो दाहिनेपट्टि चाहिँ यो के हो कुनि यो पार्क जस्तो पनि देखिन्छ। यतापट्टि मलाई चाहिँ थाहा भएन। अब यतापट्टिको यो पार्क जस्तो पनि देखिन्छ, खै के हो कुनि। अब हामी चाहिँ अब सिधै बाटो लागेर भगवान् पशुपतिनाथको मन्दिरतिर जाँदैछौँ। अब जाउँ। अब यहाँ चाहिँ धेरै शीतल रहेछ है साथीहरू। अन्त भन्दा यहाँ चाहिँ एकदमै शीतलताको अनुभव हुँदो रहेछ। जङ्गल पनि रहेछ, यतापट्टि जङ्गल जस्तो देखिन्छ, रुखै रुख। ल हेर्नुहोस्, यता पार्क जस्तो पनि देखिन्छ। यो के हो कुनै पार्कै होला जस्तो लाग्यो मलाई त। र पहिले जस्तो खै बिहानमा पनि खै अहिले यति घुइँचो मैले देख्न सकिनँ। अहिले किनकि हुन त बार पनि होला, पूजा गर्ने कुन बार हुँदो रहेछ होला, त्यो बार अनुसार पनि हुन्छ होला। अब हामीलाई चाहिँ थाहा भएन। हामी चाहिँ फुर्सदको बेलामा यसो घुम्न निस्केको मात्रै थियो। ल जाँदा चाहिँ हामी चाहिँ अब यो एरियामा चाहिँ बेसी पहिले बजार लाग्थ्यो यो पूजा सामग्री सम्बन्धी। अहिले चाहिँ पुरै सुनसानै देखिन्छ। यहाँ कुनै पूजा सामग्रीको बजारै लागेको देखिँदैन। ल हेर्नुहोस् है, यो यहाँ अगाडिपट्टि सानो एउटा मन्दिर रहेछ। यहाँ चाहिँ पुजारी बा पनि हुनुहुँदो रहेछ। ल हेर्नुहोस् है, यो अब मलाई त्यति थाहा छैन। यहाँ अब मन्दिर छ अब यहाँ है। ल हेर्दै जानुहोस् यो। ल अब हामी चाहिँ पशुपतिनाथको यो चोकमा आइसक्यौँ। हामी चाहिँ पश्चिमतिरबाट आएको। ल हेर्नुहोस्, अब हामी पशुपतिनाथको मन्दिरभित्र चाहिँ म जाँदैन। अब यतापट्टि माथि यो यो कल्सीको बाटो भएर हामी चाहिँ यता माथि डाँडातिर जाँदैछौँ है। ल हेर्नुहोस्, खासै मान्छेहरूको घुइँचो चाहिँ मैले आज देखिनँ है। अब केले गर्दा हो खै थाहा भएन। हामी चाहिँ यसो आएको बेलामा गइहालौँ त नि भनेर यसो गएको हामी चाहिँ। ल यो चाहिँ पशुपतिनाथको यो चाहिँ बागमती नदीको यो पुल हो यो।
अब यहाँबाट माथिपट्टि ल हेर्नुहोस् गल्छी चौभारतिर देखिन्छ यो पशुपतिनाथको मन्दिरतिर। यता तलतिर चाहिँ सत्तीकट्टी गर्ने ठाउँ है। ल हेर्नुहोस् एकदमै स्मेल हो कि स्मेल गन्ध एकदम गन्ध आएको हुनाले ल हेर्नुहोस् है म चाहिँ ल यी बाँदरहरू पनि यस्तो जताततै देख्न सकिन्छ। कतै मोबाइलै खोसेर लैजाने पनि डर। ल हेर्नुहोस् गन्ध आएर म चाहिँ छिटो भागेँ है उकालोतिर। ल हेर्नुहोस् ल अब यसरी उकालो यो कतिवटा सिडी छ मलाई चाहिँ थाहा छैन। अब हामी सिडी चढ्दै माथि जान लाग्यो। ल अब यहाँ सिडी चढ्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ तर शीतल रहेछ है। ल पछाडिको यो चाहिँ मेरो भाइ हो र म हामी दुईजना काठमाडौँमा पनि अब असारको महिनामा गर्मी भएर गर्मी छल्नलाई हामी चाहिँ माथि एउटा मन्दिरहरू छ धेरै छ मन्दिरहरू त्यहाँ अब गएर शीतलता खाउँ भनेर हामी चाहिँ त्यता जान लागेको है। ल तलतिरको दृश्यहरू ल हेर्नुहोस् त मन्दिर देखिन्छ पुरै। पहिले पनि म आएको थिएँ यहाँ तर यसरी भिडियो चाहिँ बनाएको थिएन। शीतलताको अनुभव हुन्छ है। ल हेर्नुहोस् साथीहरू तल एकदमै हाइटमा लगभग 400-500 मिटर माथि हाइटमा छ यो। त्यसले गर्दाखेरि एकदमै शीतल हुँदो रहेछ। र यहाँ बिचमा चाहिँ यसरी चाहिँ हात यसरी यो के हो यो छिराउने चाहिँ पापिता नभनौँ अब धर्मलाई अलिकति विश्वास गर्ने र नगर्ने भन्नेमा छुट्याउने हुँदो रहेछ। जसको चाहिँ हात त्यो डिलोमा गयो त्यो चाहिँ धर्म गरेको रे। जसको हात चाहिँ त्यो डिलोमा गएन त्यसको चाहिँ अलिकति धर्मप्रति अलिक विश्वास नभएको भनेर त्यसरी बयान गरौँ हामीले। र माथिबाट यो काठमाडौँको दृश्य यसरी अलिकति भए पनि यसरी देख्न सकिँदो रहेछ। पुरै ढाकिएको हुन्छ। अब फाइनली हामी चाहिँ यसरी माथि बसेर यसरी पुरै घुमिसक्यौँ र अब फेरि अब फर्किने विचार गऱ्यौँ र बाँकी चाहिँ अब अर्को भिडियोमा हेर्दै गरौँला। हस् त भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धन्यवाद है।